हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। के छ, सन्चै हुनुहुन्छ होइन? म पनि सन्चै छु। म चाहिँ उठिसकेँ अनि मेरो काम चाहिँ सुरु भइसक्यो। आजभोलि चाहिँ मैले चाँडै उठ्ने गरेको छु क्या होइन। अनि त्यसपछि चाँडै भन्दा नि 6 साढे 6 त भइ नै हाल्छ। अनि मेरो कामहरू सुरु भइसकेको छ। अब काम यस्तो छ होइन, बेहाल छ। अब काम गर्छु म। अनि मेरो बाबुको चाहिँ खेल्ने टाइम भएको छ क्या यति बेला, लास्टै चकचके भएको छ है। अनि खेलिरहेछ। अनि एकजना मान्छे चाहिँ उसलाई ढुक्क चाहिन्छ क्या हेर्नको लागि। अनि म यता बाबु हेर्दै यता सफा पनि गर्दैछु। मलाई बिहान गएर चाहिँ सफा गर्ने लाग्छ कि मैले लाइबसेँ होइन, लाइबसेँ एकछिन त्यस्तो छ है। कपडा यस्तो छ होइन, यस्तरी बसेको थिएँ मलाई चाहिँ। त्यसपछि अब यो कपडाहरू सब थन्काएर अनि फेरि खाना खाना जान्छु। अनि यस्तै हो क्या, अब लाइभ बस्छु होइन, 2 घन्टा 3 घन्टासम्म लाइभ बस्छु भने यसरी यो लुगा त्यो लुगा देखायो। अनि एउटा पनि अर्डर नआउँदाखेरिको पीडा चाहिँ माई गडमा भन्न पनि सक्दिनँ है। यस्तो चाहिँ हाम्रोमा चाहिँ होइन, सब पागलहरू मात्रै छन्। पागलहरू मात्रै बस्छन्। यस्तो छ, हामी चाहिँ खाना खाएर यत्तिकै बसिरहेको छौँ होइन। यहाँ पागलहरू गाइजहरू होइन, उहाँ चाहिँ मेरो देवरजी हुन्छ। एकदम कोटा खाली छ। कोही त्यस्तो इच्छुक हुनुहुन्छ भने चाहिँ फर्म भर्न सक्नुहुन्छ। एकचोटि फेस देखाउनु त। रिभिल योर फेस। कपाल हेर्नुपर्छ, ढल्नुहुन्छ। रिभिल योर फेस प्लिज। कोटा खाली छ, फर्म भर्न सक्नुहुन्छ। हामीलाई चाहिँ आज रोटी खान मन लागेर रोटी पकाउँदैछौँ। दिदीले रोटी पकाउँदै हुनुहुन्छ। यस्तो छ होइन, गर्ने पनि छ। अनि त्यसपछि यहाँ चाहिँ मैले अचार बनाएँ। अचारसँग रोटी खाने भनेर आउनु नगर न। यस्तो छ अवस्था। यहाँ दिदी चाहिँ दमादम रोटी हाल्दै हुनुहुन्छ। आज फेरि यस्तो धेरै गर्मी छ नि, गर्मी यति धेरै छ, त्यही पनि खान मन लागेको जस्तो लाग्यो। यस्तो छ अवस्था होइन। अनि रोटी हेर्दै बस्थेँ। त गाइजहरूको खबर कस्तो छ? रोटी एकदम बिन्दास छ। मेरो भुँडीदेखि चाहिँ यसरी बस्दाखेरि यस्तो छ होइन, सही मिठो छ हाम्रो मेहनत। अनि हामी चाहिँ बेलुकाको टाइममा चाहिँ एकछिन चोक निस्किनु पर्ने थियो। अनि चोक निस्क्यौँ होइन। अनि बेलुकाको टाइममा चाहिँ मौसम यस्तो थियो, कस्तो रमाइलो थियो क्या। किनभने दिउँसो भनेकै मतलब बिहान अलिअलि हल्का पानी परिरहेको थियो। अनि मौसम एकदम राम्रो थियो। अनि हामीलाई चाहिँ के खानु मन लाग्यो अनि खाइवरिकन हामी चाहिँ फर्क्यौँ है। अनि मलाई चाहिँ बेलुकाको टाइममा बाहिर निस्किँदा चाहिँ कस्तो आनन्द लाग्छ क्या, छुट्टै त्यो एकदम मजा आउँछ होइन। कस्तो रमाइलो थियो। अनि हामी के खायौँ गऱ्यौँ अनि अलिक सानो किनेर हामी चाहिँ फर्क्यौँ। अनि बाटो एकदम राम्रो छ। अनि मेरो बाबु चाहिँ बिरामी थियो क्या, अनि त्यही भएर मैले चाहिँ क्लिनिकमा एउटा औषधि लिएर अनि फर्क्यौँ हामी। अनि यस्तो थियो, हामी फर्किसक्दाखेरि चाहिँ साँझ परिसकेको थियो। कस्तो राम्रो हो है बेलुकाको टाइममा। मलाई एकदम हिँड्न मनपर्छ, तर के गर्ने अब, कहिले भ्याइन्छ कहिले भ्याइँदैन। त्यस्तै छ गाइज। मेरो पुन्डुले छोरीले चाहिँ मलाई यस्तै कुट्छ होइन। अनि त्यसपछि कसरी कुट्छौ? ज्याम 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 पारेर हान्छ। यसरी हान्छ। आयो मार्छ यसरी कुटेर मलाई। छुच्चो चाहिँ एकदमै छुच्चो छ क्या। मलाई कुट्नु हुँदैन ममा। चिमाट्ने होइन, कुट्ने, टोक्ने। आयो मारौ। मलाई चाहिँ देख्ने हुँदैन क्या, खै के भएको छ यसलाई।
त साथीहरू मेरो दिन यस्तै नै रह्यो होइन मेरो त्यस्तो स्पेसल त केही पनि थिएन आज हामीले चाहिँ रोटी पकायौँ सेलरोटी होइन सेलरोटी खाएँ मैले अब बेलुका खाना नखाने हामी है अनि यस्तै नै रह्यो यस्तै भिडियो हेर्नको लागि चाहिँ मेरो च्यानललाई लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला है त अनि म फेरि यस्तै भिडियो लिएर आउँछु आजलाई बाई बाई गुड नाइट यस्तो छ